पट खाएको ल ल ल अनि भोलिदेखि स्कुल जाने राम्रोसँग अनि आउने होमवर्क गर्ने है अनि वर्षा दिदी नि भेट्छ एउटै स्कुल हो क्या वर्षा दिदी पनि तिमीले भेट्छौ स्कुलमा है म उता साइडमा पढ्ने दिदी यता साइडमा वर्षा दिदी यता साइडमा तिमी उताको साइडमा पढ्ने हो नि त यता म यता आपको बहुत राष्ट्रिय व्यंजन बनाया था नानी बनाउँछु त कसरी यस्तरी होइन यस्तरी हो कि पहिला गरेको यस्तरी होइन अनि यस्तो गरेको यस्तो यस्तो ल ल ल तिमी वर्षा दिदीलाई भेट है पिसाब गर्ने खेर पर्यो पिसाब गर्ने बेलामा भेटिन्छ हो दिदी पिसाब गर्न दिदीको पिसाब गर्ने बेलामा बाहिर निस्किन्छ नि बाहिर छ नि दिदीको तिम्रो पो सँगै तिम्रो त भित्रै छ होइन ल ल ल अनि दिदीको बाहिर छ तिम्रो चाहिँ भित्र छ क्या त्यो टोयलेट क्या दिदी पिसाब गर्छ स्कुलमा बाहिरको टोयलेटमा तिम्रो त यता भित्र छ नि पिसाब गर्ने ठाउँ टोयलेट दिदी चाहिँ तल दिदीको तल माथि छैन नि टोयलेट माथि छैन नि दिदीको क्लासमा छैन बाहिर छ दिदीको चाहिँ दिदी चाहिँ ठुलो मान्छे भयो बाहिर छ टोयलेट अनि तिमीहरू चाहिँ सानो मान्छे भयो सानो मान्छेको चाहिँ भित्र हुन्छ क्या बुझ्यौ ल ल ल दिदीको बुक त ठुलो छ नि दिदी त 7 क्लासमा हो नि 7 क्लासको त ठुलो हुन्छ नि बुक तिम्रो पो सानो तिमी पो युकेजी हो र सानो हुन्छ अनि थोरै हुन्छ तिम्रो चाहिँ यो पनि अब 5वटा होला नि 5वटा ल भाइ सानो माया भोलिदेखि स्कुल जाने है बाई ल बाई चुम्मा गरे खोइ बाई बाई ल बाई